Hi everyone, welcome back to my channel after so long. अब यस्तै हो ब्लग बनाउँछु भन्दै के हुन्छ त्यसैले म फाइनली चाहिँ आज चाहिँ बनाउँछु भनेर मैले ब्लग बनाएर छु। सो आज चाहिँ हामी क्याम्पिङ जान लागेको अनि सिडनीदेखि लाइक 2.5 घन्टा ड्राइभ लेक वालेन्स भन्ने ठाउँमा जान आँटेको। म अनि मेरो साथी रेनुको घरको दाइहरू अनि उहाँको साथीहरूसँग जान आँटेको। के हुन्छ कस्तो हुन्छ देखाउँछु म तपाईहरुलाई। उहाँ चाहिँ घरको भाउजू, उहाँ चाहिँ प्यारो दाइ अनि प्यारो दाइको दुईटा साथी। हामी टोटल 9 जना है, 9 जना जान आँटेको। ल बाटोमा देखाउँछु के हुन्छ कस्तो हुन्छ। बबाल हुन्छ बहिनी, रमाइलो पनि हो नि अब त। अहिले चाहिँ हामी लेक वालेन्स पुगिसक्यौँ, तर लाइक जहाँबाट चाहिँ राम्रो भ्यू देखिन्थ्यो त्यहाँ चाहिँ क्याम्पिङै गर्न मिल्दैन रहेछ। त्यसैले अहिले चाहिँ हामीले यो स्पोट चुज गरेछौँ। यहाँदेखि चाहिँ यस्तो भ्यू देखिन्छ। हामीले टेन्टहरू नि बनाइसक्यो। यहाँ चाहिँ बेन्जुले मेरो टेन्ट बनाउँदैछ। मसँग चाहिँ न किला थियो न केही थियो। बेन्जुले जुगाड हानिरहेछ मेरो। उता दाइहरूको छ। अब चाहिँ हामी खाना आँटेको। यहाँ चाहिँ हामी म्याट्रेस फुलाउँदैछौँ। हजुर यहाँ चाहिँ हामी अचार बनाउँदैछौँ। हामीले पिरो टक्क हाल न। त्यहाँ बाबा के हुँदैछ, टमाटर त्यहाँ पाक्दैछ। हामी चाहिँ अहिले अन्ताक्षरी खेल्दैछौँ। बोइज भर्सेस गर्ल्स। कोमल त्यो तिम्रो बदनमा ढल्न मन लाग्यो, एकछिनलाई सारा भुलेर लाग्यो। फुल फुल्यो मग चल्यो भासना हमको सेले हानु कि चट्टारले तानु कि यो नानीको शिरमै मोहनी माया दियो बाँच्ने रहर कता हरायो। यति मिठो तिमीलाई तिमीलाई माया बिसने संसारले पुरानो प्रेम कथा। था मेरो तिम्रो हात है कस्तो नभन्नु दिदी। टिक टिक टु टिक टिक थ्री। यो चाहिँ हाम्रो आजको डिनर। ल्याम्ब, चटनी, स्यालेड। यो चाहिँ मेरो टेन्ट। अहिले चाहिँ रातिको 12 बज्यो। यो चाहिँ रेनु र बेन्जुको टेन्ट। नक 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 नक। यहाँहरू सुतिसक्यो। अब यो चाहिँ दाइ भाउजूको टेन्ट। के गरिदिन्छु रे? अहिले चाहिँ बिहानको कति बज्यो? 6:41 भयो। हामी चाहिँ सनसेट हेर्ने भनेर उठेको। ए सनसेट यस्तो भयो, बादलले छेक्दियो सनसेट।
हल त्यस्तो छ मेरो टेन्ट पुरा सितै सित लगाएर त्यस्तो भइछ यहाँ रेनुमा यहाँ गुड मर्निङ के गुड मर्निङ ब्याड मर्निङ त हुँदैन कस्तो भयो तिम्रो रात भन्दै त यहाँ सुतेको थिएँ बिहान उठ्दा गाडीमा उठ्यो यिनीहरू चाहिँ राति गाह्रो भएर बिहान गएर गाडीमा सुतेको अरे के अरे म्याट्रेस फुटेर कल परेको म्याट्रेस ल्याएछौँ के अनि यस्तो गाह्रो हुन्छ यता सर्छ उता सर्छ है त्यो हावा फुसेर गिलित होइन त्यो जमिनमा सुतेको जस्तो भयो त्यसपछि 5 बजीतिर उठाएको थिएँ अनि उसलाई ऊ नि उठ्यो अनि त्यसपछि गाडीमा सुतौँ जाउँ भन्यो अनि गाडीमा सुतेको अनि 1.5 घन्टा 2 घन्टा जति सुत्यो अनि बिचरा नसुतेको आँखा हेर्नुहोस् त्यही नि कति उज्यालो छ नु यस भाबीजी गुड मर्निङ दाइ ल प्रदीप दाइ हजुर कहिले टाइम वेस्ट गर्नु त अहिले चाहिँ हल्का घाम लागेछ उ त्यो बादलले घामलाई छेकिरहेछ अझै नि आउने जाने भइरहेछ अहिले चाहिँ लाइक 9 बज्यो अब चाहिँ हामी ब्रेकफास्ट खान आँटेको ब्रेकफास्टमा चाहिँ ज्योति भाउजूले चाहिँ स्ट्रबेरी काट्दै हुनुहुन्छ के को लागि काट्दै हो भाउजू प्यानकेकको लागि हाम्रो प्यानकेक चाहिँ यहाँ रेस्टमा भाउजूले बनाउँदै हुनुहुन्छ आज ब्रेकफास्टको लागि के हो आज ब्रेकफास्टको लागि प्यानकेक अनि कफी कफी द्याट्स ओके हामी चाहिँ ब्रेकफास्टको लागि खाना आँटेको होइन त हो हजुर हो अब दङ्गाउनु पर्छ अब चाहिँ हाम्रो ब्रेकफास्ट रेडी भइसक्यो हाम्रो चाहिँ ब्रेकफास्ट विथ दिस ब्युटिफुल भ्यू बोल न मैले एउटा बोल्दैन नि त यार हामी ब्रेकफास्ट खाएर बसेको एकदम हावा चलिरहेछ त्यसैले दाइ दिदीहरू चिया खाँदै हुनुहुन्छ त्यही हो अनि हामी गेम चाहिँ कतिखेर खेल्ने त अहिलेबाट खेल्दै गरेँ गेम खेल्ने भन्नु त आज हात्ती पाइला आरती पाइला ठेलो फाल लठो तान चुङ्गी घैटो फोर बेलुन फुटाई दौडाई अनि मुखबाङ च्यालेन्ज अनि प्राइज चाहिँ छ कि छैन सबलाई एक दामी दामी त्यो त भन्नु न दामी दामी छ लास्ट फाइनलमा हुन्छ है खेल्दामा गएको आज हामीले चाहिँ फुड च्यालेन्ज होइन के हो त्यो रक्बी बस्ती के त्यस्तो चाहिँ अर्को खेल्ने होला छ लेट्स गो त्यतिखेर भेट्न पर्छ इन्जोय अब चाहिँ हामी चुङ्गी खेल्न आँटेको सुस्मिता भाउजू र म दाइ र बेन्चु होइन हजुर म गरे हुन्छ केटाहरुले दुईजना ल एक हो नि त फेरि ल को जाने हामी जान्छौँ साथी केटीहरूलाई किन बुझ्दैन ल देखाइ 100 हो 100 नै हो 100 यो चाहिँ 100 हार्यो भनेपछि चाहिँ हातमा यस्तरी हान्ने खेल्ने रे हामी पाउँछौँ आमा नि त हामी त सक्दैन बुढाबुढी नै च्याम्पियन चुङ्गी च्याम्पियन यस हामी 70 रेनुले 100 पुऱ्याइसक्यो त्यसैले अब हामी छोप्ने है त्यहाँ पछाडिको फाल्छ क्या हुँदैन
पुग्दैन पुग्दैन यो जुत्ता छ है भएन जुत्ता कति हो हाम्रो 29 कति हो तपाईँहरूको 89 89 43 44 44 92 92 होइन 2जना छ कहिले पुऱ्याउने छ है यति हान्ने तिनीहरूलाई यो के यहाँनिर थियो यहाँनिर यहाँ दाइहरूले जित्नु भयो लक्ष्मी भन्ने बेला भन्ने लक्की चाम भन्ने अनि यस्तो रातो हुने गरी हान्ने आमा सरी ल बहिनी ग्यामेज ग्याप सरी ल मेरो बहिनी है दाइले के हाल्नु तिम्रो बजा मैले बेन्च हाने एउटा त हान्ने हो बेन्चले एउटा त हान्ने हो एउटा हान न सरी बहिनी रेनु लानेर मेरो हेर नि आमा जस्तो बेसमा हाल्यो यार मेरो यस्तो रातै हुँदो रहेछ यहाँ चाहिँ पुरा इन्टेन्स गेम छ हामी चाहिँ अहिले 3:30 भइसक्यो भर्खरै लन्च खाँदैछौँ यहाँ एकदम हावा चलेर मेरो हालत तपाईँको यस्तो भइसक्यो हाम्रो लन्च चाहिँ आजको लन्च चाहिँ मोमो हो मोमोको झोल चाहिँ अझै नै सुकेको छैन अनि मोमो चाहिँ यी भाइरल सुकुन्डा मोमो सुकुन्डा मोमो त फुकुन्डा भाषा छ हामी एकछिनमा तपाईँहरूलाई रियाक्सन देखाउँछौँ हाम्रो भाइरल सुकुन्डा मोमोको मोमो त च्यातेछ र सबै गोली लागेको जस्तो भएको छ पुनि होइन होइन दाइ समाते गर्नु दाइ सुकुन्डा मोमो कस्तो सुरुवात गरेको है ठिकै रहेछ वाउ छैन चिकन पर्यो कि के पर्यो चिकन पर्यो मिठो 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 रहेछ कस्तो रहेछ गाइज सुकुन्डा मोमो कस्तो लाग्यो तपाईँलाई भन्नु चिकन सुकुन्डा मोमो खाँदा ओब्बा लाग्यो उहाँहरूले नि खाँदै हुनुहुन्छ सब छ किन किन छ चाहिँ किन ओहो बुढी पग्लु हामी चाहिँ रेनु म्याम अब फोटोसुट गर्ने अरे त्यसको लागि उहाँको ब्याङ्क्स एकदम चिल्लो भएको अवस्था त्यसैले हामी फेस वासले धुँदैछौँ उहाँको ब्याङ्क्स होइन त ब्याङ्क्स हुनुको यही हो क्या बेफाइदा राम्ररी हुन सजिलो छ हामी चाहिँ अहिले लुगासुगा लाएर रेडी टिपट्याप परेर फोटोसुट गर्न आएको उता चाहिँ रेनुको फोटोसुट हुँदैछ 6 डिग्रीमा यस्तो लुगा लाएर फोटोसुट गर्दैछौँ रेनु चाहिँ फोटोसुट गरेर आएर एकदम चिसो भएर छिटो छिटो फोटो खिचेर आएर
आगो ताप्दैछौँ अब चाहिँ यहाँ कपालको फोटो सुट हुँदैछ हामी मार्समेलो पोलेर खाँदैछौँ यो मेल्ट भयो भने चाहिँ भेनिला आइसक्रिम जस्तै टेस्ट आउँछ अरे त्यसैले पोलेर हल्का हल्का आज सबै दाईहरू मिलेर हामीलाई डिनर बनाउने रे होइन डिनरमा चाहिँ के रे दाई यस आज डिनरमा चाहिँ हाम्रो मटन अनि भात आगोमा चाहिँ आज मटन पकाउने त्यसको लागि हामी प्रिपेयर गर्दैछौँ अहिले उता बेन्चुले पकाउँदैछ काट्दैछ यता दाईले धनियाँ धुँदै हुनुहुन्छ म चाहिँ पानी हालिदिन्छु अनि उता चाहिँ अरूहरूले गर्दैछन् हाम्रो चाहिँ अब डिनर रेडी हुँदैछ डिनरको लागि मासु भात होइन यस गाइस हाम्रो चाहिँ यहाँ मटन रेडी हुँदैछ अब चाहिँ हामी दम सलाद खेल्न आँटेको यहाँ बोइज भर्सेस गर्ल्स अनि कुन मुभी दिने भने गुड चाहिँ नेपाली हिन्दी इंग्लिश साइडमा इंग्लिश साइडमा गर ए उता उता केटाहरूले त जसरी गर्नु चाहिँ गर्नु खोल्नु भएन वर्ड भन्नु भएन जसरी गरिदिनु टाइमर टाइमर लाउनु एक त टाइगर दुईटा भयो नि त त्यो तीनटा एका अधुरी आधा 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 मैले थाहा त्यो छक्का फिल्मको हिरोइनी भएको एउटा साथीले के भनिदिरहेको छ मैले के हो नि एउटा ओठ छ त्यसलाई आधा गर भन्यो के आधा गरी अनि दुईटा भयो नि त ओठ होइन ओठ एउटा छ त्यसलाई काटेर आधा आधा गर्ने हो अस्को आधा चाहिँ गे हो राइया हो कि गेराइया रे त्यसो म त कहाँ आउँछ अब चाहिँ हाम्रो पाली हो हाम्रो पालीमा चाहिँ बाउजू जानु भएको छ अब बाउजूले एक्सप्लेन गर्न सक्नुहुन्छ कि सक्नु हुँदैन हामीले गेस गर्न सक्छौँ कि सक्दैनौँ फर्स्ट वर्ड भन ल सेकेन्ड वर्ड चाहिँ भन्ने रे सेकेन्ड वर्ड भन्ने ल सलाम सोल्जर पल्टनमा जाउँले बिचारा पनि बुझे बलवान ताकतवर पुरानो मुभी हो बलिदान बल हल्दार लाउरे हो लास्टको वर्ड चाहिँ सोल्जरसँग रिलेटेड गोर्खा पल्टन लास्ट सेकेन्ड वर्ड चाहिँ लाइक बलमान टाइपको हो बलमानको अरू वर्डहरू भन नेपाली बलवान पेहलवान हिन्दी भयो कि नेपाली बलियो राम्रो हो यो भगवान ठुलो एकदम चलेको बलियो बर पिपल हो क्या बबाडै आउँछ वरदान बलियो दुईटा वर्ड फर्स्ट के हो र फर्स्ट वर्ड त थाहा छैन रे अनि यो चाहिँ सलाम रे ए भगवान 7 6 5 तिमीले फर्स्ट नजानेर घाटा भयो हामीले पनि हाम्रो नि 1 पोइन्ट गयो उनीहरुको नि 1 पोइन्ट गयो अहिले हामी कर्णवीर वीर फेरि दिमागमै नआएको नि हामी 2 पोइन्ट लिडमा हो अघि र यो गरेर भाउजूको टर्न अब we can do it we are in lead don't worry
हड्डी होइन हड्डी 7 इङ्ग्लिसमा 6 5 4 3 2 1 go कलङ हो के अझै पनि हामी 2 पोइन्टले लिडमा छौँ होइन एकचोटि अनि तिमीले जानेको पनि यस्तो गर्यो भन्थ्यो ज्योतिको जे हुन्छ नि त ओके झारी ल है ल राम्रो रे कलिलो हामीहरू चाहिँ अब 4वटा पोइन्टले अगाडि छौँ सेकेन्ड वर्ड मर्यो सेकेन्ड चाहिँ मर्यो सिम्पल वाला फर्स्ट वर्ड चाहिँ मर्यो जाऊ न अनि मर्यो के हो आई मिन हामी चाहिँ अन्ताक्षरी सकेर अब चाहिँ हामी डिनर गर्न आँटेको म दिन्छु हेलो गाइस अनि तपाईँलाई हार्दा अन्ताक्षरीमा कस्तो लाग्यो हार्दा रे बरु सुरु गर्छ हार्दा कुरा गर्छ अनि 5 पोइन्ट भइसक्यो हामी तपाईहरु भन्नु भाउजू हामी 5 पोइन्ट अगाडि है एक पोइन्ट अगाडि हो होइन 5 पोइन्ट हो जिन्नी बोल्दिन यहाँ लास्ट दिने चाहिँ केटीहरु त्यहाँ ल ल ल यहाँ चाहिँ भात यसरी समातेर टक्क त्यसमा भाउजूले चाहिँ भात हाल्दै हुनुहुन्छ चटनी 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 यो टक्क चटनी हाल्ने अनि उता चाहिँ मासु माग्न जाने अनि यहाँ चाहिँ सबैजना लाइनमा छन् 1 बाइ 1 आउनु पर्ने स्थिति भयो यहाँ चाहिँ लाइन मिचेर आउँदैछन् यता चाहिँ हाम्रो मायाले चाहिँ तरकारी हाल्दैछन् यहाँ चाहिँ भात थाप्न आउँदैछन् भोगीहरू यता भोग लाग्यो अरे थ्याङ्क यू आजको हाम्रो मिठो खाना ज्योति बाउजूको रेसिपी होइन त दाइ चाहिँ पुरा पन्जाले हान्दै हुनुहुन्छ अघि हात धोएर आउनु भएन धोको यहाँ उस भयो कि हात गऱ्यो कि मेरो त्यो भएर हामी चाहिँ अहिले झिरझिरे पाल्न आँटेको अहिले चाहिँ रातिको 11 बज्यो लास्ट इन्डिङ चाहिँ झिरझिरे बालेर हामी इन्डिङ गर्न आँटेको किन अब यहाँ बनाउने भनेको अब फेरि क्यान्सल प्लान गरेर अब उता जान आँटेछौँ ओइ भिडियो यहाँ पनि बनाऊँ न यसरी बलिसक्यो मेरो त बोलेन त The next day. आज चाहिँ क्याम्पिङको थर्ड डे हामी चाहिँ बिहान उठेर टक्क तातो पानी खाँदैछौँ बिहान चाहिँ पुरा हुस्सो लाग्थ्यो अहिले चाहिँ फाट्दै गइरहेछ आँखाले त्यस्तो दामी देख्छ तर क्यामेरामा त केही राम्रो हुँदैन अरू चाहिँ यस्तो बबार भ्यू हेर्दै ब्रस गर्दैछु अहिले चाहिँ हामी थर्ड डेको मर्निङ ब्रेकफास्ट खान
थर्टीको मर्निङ ब्रेकफास्ट Happy camping. Thank you. Thank you. अहिले चाहिँ यो हाम्रो क्याम्पिङ साइटदेखि हामीले सबै प्याक गरेर सबै रेडी गरेर अब चाहिँ हामी जिगज्याग रेलमा भन्ने रेल चढ्न जान आँटेको यहाँदेखि चाहिँ लाइक 33 मिनट्स ड्राइभ रहेछ अनि फेरि आइदैन भनेर हामी चाहिँ आज जिगज्याग रेल पनि चढ्ने सोचेको आज थर्ड डेमा चाहिँ अनि त्यहाँदेखि चाहिँ हामी खाजा खाएर घरतिर जान्छौँ अनि यो हाम्रो क्याम्पिङ साइटमा चाहिँ हामीले सब प्याक गरेर अब हामी चाहिँ एकछिनमा फोटोसुट गरेर घर जाने त्यही हो अब म तपाईँहरूलाई जिगज्याग रेलमा राम्रो के अरे भ्यूहरू देख्यो भनेपछि म तपाईँहरूलाई देखाउँछु त्यसपछि हामीले के खाजा खायौँ भनेर देखाउँछु अनि त्यसपछि घर जान्छौँ अनि त्यसपछि पल्टदेखि फेरि कलेज जाऊ काम जाऊ सक्यो कति एक्साइटेड थिएँ यो दिनको लागि तर अब छिट्टै गइहाल्यो तर नि मजा आयो त्यही हो अब एकछिनमा भेटौँला है हामी चाहिँ अहिले जिगज्याग रेल ट्रेनमा आइसक्यौँ चढ्नलाई अब चाहिँ हामी रेडी टु गो हो यहाँ यो झ्याल यस्तो गर्दाखेरि मेरो हातै चिक्क भयो मिनटको हाम्रो 45 मिनटको सक्यो कतिको रमाइलो भयो त नि सो मच एकदमै तपाईँलाई कस्तो लाग्यो त जिगज्याग रमाइलो भयो बहिनी अझै 90 मिनटको चढ्न मन थियो होइन पहिला ठिकै छ अहिले यो पहिला ठिकै छ त्यो भने बढी लुबुत जाम यता 1.5 आवर ड्राइभ गरेर अनि यो लोकेसनमा आएर यो ठाउँको नाम के हो भाउजू Friends Reserve. यहाँ चटपटे बनाएर खान आँटेको खाजा आजको ल म बोकेर आउँछु हामीहरू चाहिँ अहिले चटपटी रेडी भइसक्यो अझै बाँकी छ दादा अहिले चिज छ खानु यो तपाईँ हुन्छ बहिनी म त बहिनी नै भन्छु थ्याङ्क यू सो मच दिदी हालत चाहिँ यस्तो छ जाने बेला कस्तो भएर गइन्छ है आउने बेला सधैँ भद्र गोल के घर आएर मिठो खाना खाँदै हुनुहुन्छ पोक र भात सो हाम्रो 3 दिनको क्याम्पिङ चाहिँ एकदम रमाइलो भयो एकदम मजा आयो थ्याङ्क यू सो मच दाई भाउजू सबै दाई दिदी सबैजनालाई मलाई इन्क्लुड गरेकोमा अब चाहिँ इन्डिङ गर्न आँटेको सी यु इन द नेक्स्ट ब्लग बाई भन्छु सबैजना बाई